दोकान गएर ल्याएको छ ल्याएको छ आमा हाम्रो यहाँ दुईटा दिदी पनि छेउमा माइती बिच हुनुहुन्छ कहाँ ओ रितिका त्यो त्यसमा राख्नु नाम ओसिन्छ अहिले ओसिन्छ मसँग खुद्रा हैन के त्यहाँ राख्नु न छैन भन्छु 500 ल अब के भन्नु मन छ तपाईँलाई भन्नु त के भन्न मन छ हजुर भन्नु न तपाईँलाई कस्तो कस्तो लाग्यो त्यहाँ चाहिँ कस्तो लाग्यो चार बहिनी चेली बिना 4 भाइ दाजुभाइमा हजुर हामी दुईजना चेली छन् हजुर 2 भाइ माइती छन् हजुर एक भाइ काठमाडौँ छन् म यहाँ झापामा छु नवरङमा छु म चाहिँ नजिक हुनाले हजुर मलाई यसो आउनु मन लाग्यो बहिनीहरू दिदीहरूको टिका लाउनलाई हजुर हातको अन्त वर्षको 4 बार हजुर 2022 सालमा हजुर यो कालो कार्तिक 6 गतेको दिन माइती काट हुनाले यसो वर्षको 4 बार यसो भगवानको नियम अनुसार हजुर चल्दै आएको ले आज मनाउनु हामीहरू यहाँ माइती घरमा बसेर चेली घरमा बसेर हजुर टिका लगाइसकेर यसो खानपिन व्यवस्था हुँदैछ हजुर अरू त्यस्तै हो यस्तै हो संसार यस्तै हो हजुर पर्दैन हुँदैन यहाँ मात्रै होइन सबै ठाउँ जानुपर्ने छ हजुर कोही कता एक ठाउँ अलमलै रहँदैन खानु त बिस्तारै खाँदै हुन्छ खानेले जानेले काम गर्नु पर्यो होइन हजुर 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 मेरो भन्ने कतिको थियो 1000 रुपैयाँ ल ल मामा ल अब लास्टमा के भन्नुहुन्छ तपाईँ चाहिँ यति भन्दै मेरो पनि लाग्छ भन्नु न यति भन्दै मेरो छोटो वक्तव्य सुन्ने बाई भन्नु छ भने बाई मम्मी बाई 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 बाई